झन्डै हाम्रो गाउँहरूतिर बाढी आउने खोला किनारतिर रुखहरू आएर बस्छ, छुट्टी भएर बस्छ, त्यसलाई गौरेटो भनिन्छ। हामी झन्डै 23 गतेको आन्दोलनले निषेध गरेको पङ्क्ति मात्रै यहाँ छौँ र हामीले जेएनयूका भावनाहरूको प्रतिनिधित्वको दाबी गर्नु पाउँदैन। हामी असफल हौँ। हाम्रो पुस्ता, हामीले निर्माण गरेको न्यारेटिभ, हामीले निर्माण गरेका संस्थाहरू, जस्तो राजनीतिको अभ्यास गरियो, जे भन्दै आयो, जेलाई ठिक भएछ भन्दै हिँडिया थियो, त्यो चाहिँ फेल भइसकेको प्रमाणित हो। अब त्यसलाई पुनः प्रमाणित गरिरहनु जरुरी छ। टिकारामजीले भने जस्तै यो 23 गते र 24 गतेको घटनाहरू विद्रोह हो, क्रान्ति होइन, आन्दोलन मात्रै पनि होइन, विद्रोह हो। भइरहेको संसद विघटन गरिदिने, संविधानलाई डिरेल गरिदिने, यत्रो क्षमता राख्ने कुरालाई चाहिँ सामान्य मान्न सकिँदैन। यसको अब कारणका बारेमा धेरै व्याख्या गर्न सकिएला। म अलि लेखिरहने भएको हुनाले मेरो कुरा त लेखेरै आइहाल्छ। अहिले थोरै कुरा भन्छु। मैले हामी असफल भनेको चाहिँ कतिसम्म हो भने 2-3वटा उदाहरण दिउँ। विराटनगरमा बिपी कोइराला निवास आगलागी भयो। साक्षीबारीमा गणेश मानको निवासमा आगलागी भयो, ध्वस्त भयो। चापागाउँमा, मत्स्यगाउँमा पुष्पलालको शालिग ढाल्यो। पुष्पलालको शालिग कसले ढाल्यो भनेर यसो बुझेको, छिमेकीहरू चाहिँ त्यहाँ त्यो खास काम लाग्दो थिएन, भनेको धेरै फङ्सनल थिएन। त्यो एरिया ठुलै थियो, लाइब्रेरी पनि छ, सबै कुरो सिस्टम छ, तर फङ्सनल थिएन। बाहिरको मान्छे भित्र जान आउनै नपाउँदै छ, कसैलाई रिस उठ्यो ढालिदियो भन्ने पनि सुने मैले। तर यसको सिम्बोलिक अर्थ छ। 6 सालदेखि 4 सालमा बनेको नेपाली काङ्ग्रेस, 6 सालमा नेकपा बन्यो। पुष्पलालले केही गल्ती गरेका थिएनन्, कहिले निर्वाचित पनि अधिकारी नै होइनन्, मन्त्री प्रधानमन्त्री नै होइनन्, केही गरेका थिएनन्, एउटा विचार दिएको थियो, तिनको शालिग समेत थलो। बिपी कोइराला निवास आगजनी भयो। यसको अर्थ हामीले यो 60-70 वर्ष 75 वर्ष नेपाललाई जस्तो बनाउने भनेर हिँडेका थियौँ। जे कुरा हामी बोलिरहेछौँ त्यसको बिम्बमा छ। त्यो एक खालको राष्ट्रिय बिम्बहरू, बिम्बमाथि एट्याक भयो। त्यो सर्वोच्च अदालत, सिंहदरबारको पनि कुरा त्यस्तै हो। एट्याक किन भयो, कसले गर्यो, हामी किन असफल भयौँ? हाम्रो राज्य भनेको त मूर्त पनि हो, अमूर्त पनि हो। मूर्त भनेको त्यसका संरचनाहरू छन्, संस्थाहरू छन्, कानुन छ, संविधान छ, त्यसलाई सञ्चालन गर्ने एउटा विधि छ, त्यस अर्थमा त्यो मूर्त हो। अमूर्त भनेको मान्छे फेरिरहेछन्, कसले चलाइरहेछ भन्ने कुरा हुँदैन। हामी राजनीतिक रूपले चाहिँ पार्टीको प्रतिनिधिहरू छानेर निर्वाचित गरेर सत्ता चलाउने भनेर पठाएका छौँ, र त्यो पठाउनुको पछाडि उनीहरूले स्थापित गर्न खोजेको केही न्यारेटिभ छ। हामी सरकारमा गयौँ भने यो गर्छौँ भनेर जुन प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन्, जस्तो सङ्गठन निर्माण गरेका छन्, जसरी अब लामो समयदेखि चाहिँ समाजलाई सोसियल इन्जिनियरिङ गरेर हामीले जहाँ लान खोजिरहेको छ, त्यो चाहिँ भ्रम जस्तै साबित भयो। त्यसो भएर हामी एलिटहरूको यो एलिटहरूको क्लब जस्तो हो। यसले चाहिँ आजको एस्पिरेसन त्यो कमन पिपुलको दुई थरी छ। जेएनजी त्यो चाहिँ कमन नाउन जस्तो भयो, सबै वर्गका मान्छेहरू जेएनजी छन्। सुकुम्बासीको पनि छ, प्रधानमन्त्री राष्ट्रपति हुनेको सन्तान पनि जेएनजी नै छ। जेएनजी चाहिँ कमन हो। तर अर्को एउटा तबका छ जो राज्य र उसको बिचमा पोलिटिकल फोर्स र त्यो कमन पिपुलको बिचमा चाहिँ सम्बन्ध जहाँनेरबाट टुट्यो। आजको सङ्कट त्यही हो। मैले यो यति भूमिका किन भनेको भने अब आउने चुनाव पनि समाधान होइन। अब आउने चुनावले अर्को सङ्कट निम्त्याउने हो। अब हामी जहाँ जाँदैछौँ सङ्कटतिर जाँदैछौँ। त्यो सङ्कट व्यवस्थापन गर्नको लागि हाम्रो आफ्नै विचार प्रणाली, हाम्रो आफ्नै चिन्तन प्रणाली, हाम्रा सङ्गठन, यसका ढाँचा, हाम्रो नेतृत्व निर्माण प्रक्रिया, जनतासँगको संवाद गर्ने तरिका, ओभरहलिङ गर्ने, के भनिन्छ यो गाडीलाई चाहिँ मर्मत गर्ने ओभरहलिङ के भनिन्छ, यो ओभरहलिङ गर्नु जरुरी छ। सिद्धान्तमा, विचारमा, सङ्गठनमा, सबै ठाउँमा यो हस्तक्षेप गर्ने कुरालाई हामी प्रमोट गरौँ।
र जेनजीका कुराहरू सुनौँ। हामीले भन्ने कुरा चाहिँ यो असफल पुस्ताका कुरा धेरै गर्नु भनेको बुढाबुढीको गर्नु बाहेक केही हुँदैन। यो आफूलाई ओभरहलिङ गर्ने प्रोसेसमा यो जमघट यस्ता जमघटहरूले सहयोग गर्यो भने सङ्कट जुन आसन्न सङ्कटहरू छन् त्यसमा हामी कसरी हस्तक्षेप गर्न सक्छौँ भन्ने कुरा चाहिँ एउटा बाटो बनाउन सकिएला। अहिले यति भने